आफ्नै लोग्ने सासु र नन्दले मट्टीतेल खनाएर आगो लगाएपछि हास्रुन इद्रिसीको यो हालत भयो। परिवारबाट स्नेह, माया र ममताको साटो एउटा कुरूप जिन्दगी उपहार पाइन् उनले। त्यो दिन सम्झदा अहिले पनि उनलाई डर लाग्छ। 2064 साल कार्तिक 20 गतेको बिहान 8 बजे उनी चामल केलाउँदै थिइन्। लोग्नेसँग सामान्य भनाभन भएपछि उनी माइती जान खोजिन्, तर उनलाई समातेर मट्टीतेल खनाइयो र सलाई कोरेर शरीरमा आगो लगाइयो। करिब 4 घण्टापछि छिमेकीले घरमा धुवाँ आएको देखेर सोधखोज गरे। उपचार गर्न लैजाने कुरामा पनि विवाद भयो। लोग्ने, सासु र नन्दको असहयोगका बावजुद छिमेकीहरूले अस्पताल पुर्याए। मृत्युसँग जुधिरहेकी हास्रुनलाई त्यहाँ उपचार हुन नसक्ने देखियो र उपचारका लागि काठमाडौँ लगियो। करिब 6 महिनाको उपचारपछि उनी आंशिक रूपमा निको भएर नेपालगञ्ज फर्किन्, तर अशक्त र एउटा कुरूप जिन्दगी लिएर। दाइजोको निहुमा श्रीमतीलाई जिउँदै जलाएर मार्ने प्रयास गरेको अभियोगमा बसिम र उनकी आमालाई 7 वर्ष कैद गर्ने फैसला भयो। अदालतले तोकेको सजाय काटेर बसिम र उनकी आमा कारागारबाट छुटी पनि सकेका छन्। तर हास्रुनको जिन्दगीमा अर्को नाटकीय मोड आयो जब कारागारबाट छुटेका पति बसिमले विगतको गल्ती नदोहोऱ्याउने प्रतिबद्धता जनाउँदै हास्रुनसँगै दाम्पत्य जीवन बिताउने प्रस्ताव गरे। इनको र मेरो चाहिँ फोनमा कन्ट्याक्ट हुन्थ्यो अनि यहाँ भेट्न पनि जानुहुन्थ्यो अनि आफ्नो दुःख पीडाहरू भन्ने मलाई। फेरि मैले सोचेँ एउटा गाउँ समाजमा चाहिँ बस्ने हो होइन, अब यस्तो गरेपछि ठिक हुँदैन। त्यही भएर चाहिँ यिनलाई मैले आफ्नो सङ्घमा चाहिँ यिनको पनि मर्जी थियो, हाम्रो पनि मर्जी थियो। दुईजनाले चाहिँ आफ्नो कम्प्रोमाइज गरेर अनि त्यसपछि हामीले बसिहाल्यौँ। माइतीमा बस्दा न्यास्रिएकी हास्रुनले पनि पति बसिमको प्रस्तावलाई अस्वीकार गर्न सकिनन्। छुटिसकेपछि भन्नुभयो कि अब मसँग हिँडिहाल्नु, अब केही हुन्न, लडाइँ केही गर्दैन। त्यही भएर बसिमको नेपालगञ्जमा घर र जग्गा जमिन नभएका कारण उनीहरू हास्रुनको माइती नजिकै डेरा लिएर बस्न थालेका छन्। दाम्पत्य जीवन सुरु भए लगत्तै उनीहरूको बच्चा समेत भएको छ। यही बीचमा हास्रुनका श्रीमान बसिम बिरामी परेका छन्। अल्सर र हात जोड्ने दुख्ने समस्याका कारण काम गर्न नसक्ने अवस्थामा छन् उनी। जिउँदै जलाइएका कारण अशक्त बनेकी हास्रुनले नै काम गरेर श्रीमान र बच्चाहरूलाई पालिरहेकी छिन्। आफू अशक्त, श्रीमान बिरामी, आम्दानीको अन्य स्रोत नभएका कारण उनीहरूलाई चुलो जगाउन समेत निकै गाह्रो भएको छ। 22 वर्षीय हास्रुनले यो नियति भोग्नुपर्ने कारण सामान्य छ। एउटा रङ्गीन टेलिभिजन र 50,000 दाइजो दिन सक्ने हैसियत उनका बाबुआमाको हुँदो हो त उनले यो अवस्था सायदै भोग्नु पर्थ्यो। विवाह भएको 3 वर्षपछिसम्म पनि लोग्ने, सासु र नन्दको यो माग पूरा गर्न नसक्दा उनले जिउँदै जल्नु परेको थियो। गरिबीका कारण उनका हुर्केका छोराछोरीहरूको पढाइ पनि रोकिएको छ। 10 वर्षीय छोरी सम्रिना र 8 वर्षीय छोरा समरको भविष्य समेत अन्योलमा परेको छ।